ब्यानरमा रवि लामिछाने र बालेन शाह एकसाथ। तर रासोपाको यो प्रथम राष्ट्रिय महाधिवेशनको भित्री एजेन्डा र मुख्य उद्देश्य आखिर के हो त? आगामी असार 7 देखि 9 गतेसम्म चितवनमा हुन गइरहेको रासोपाको यो महाधिवेशन नेपाली राजनीतिको दिशा बदल्ने सबैभन्दा ठूलो इभेन्ट बन्दैछ। पार्टी स्रोतका अनुसार यस महाधिवेशनका मुख्य 3वटा एजेन्डाहरू तय गरिएका छन्। पहिलो एजेन्डा स्पष्ट राजनीतिक विचारधाराको निर्माण। अहिलेसम्म सुशासन र डेलिभरीको मात्र कुरा गरिरहेको रासोपाले अब आफ्नो स्पष्ट राजनीतिक र आर्थिक दस्तावेज पारित गर्नेछ। दोस्रो एजेन्डा स्वतन्त्र शक्तिहरूको बृहत एकीकरण। ब्यानरमा प्रधानमन्त्री बालेन शाहको तस्बिर राख्नुको मुख्य अर्थ नै देशैभरिका स्वतन्त्र र नयाँ शक्तिहरूलाई एउटै छातामुनि ल्याएर अजेय शक्ति निर्माण गर्नु हो। र तेस्रो एजेन्डा केन्द्रीय नेतृत्वको निर्वाचन। महाधिवेशनबाट पार्टीको नयाँ साङ्गठनिक संरचना बन्नेछ, जहाँ देशभरबाट छानिएका प्रतिनिधिहरूले लोकतान्त्रिक विधिबाट आफ्नो नेतृत्व चुन्नेछन्। पुराना दलहरूले फुटको राजनीति गरिरहँदा नयाँ शक्तिहरूले देखाएको यो एकता र महाधिवेशनको तयारीलाई तपाईँ कसरी हेर्नुहुन्छ? आफ्नो विचार कमेन्ट गर्नुहोस्।